नमस्कार, मेरो नाम कविता लाप्चा। म हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत गर्दछु। आज म हजुरहरूलाई समस्या हटेपछि भन्ने कथा लिएर उपस्थित भएको छु। र एक दिनको कुरा हो, एक व्यक्ति आफूले कक्षा 10मा पढेको स्कुलको हेडमास्टर भेटेर भन्छ, सर हेर्नुहोस् न, मलाई साह्रै समस्या पर्यो। हेडमास्टरले सोध्छन्, भन त तिमीलाई के समस्या पर्यो? मेरो क्षमताले भ्याएसम्म तिमीलाई समाधान दिने कोसिस गर्नेछु। हेडमास्टरको यस्तो वचन सुनेपछि त्यो व्यक्तिले गुनासो पोकाउँदै भन्छ, हेर्नुहोस् न गुरु, म अगाडि बढ्न चाहन्छु, तर केही राम्रो काम गर्न चाहन्छु। केही काम गर्न आयो कि बिचमा केही न केही समस्या आइहाल्छ। बल्ल तल्ल त्यो समस्याको हल गर्यो, फेरि अर्को समस्या आइहाल्छ। अगाडि बढ्ने बाटोमा कुनै समस्या आउन नदिने कुनै उपाय छैन। त्यो व्यक्तिको कुरा गम्भीर भएर सुनेपछि हेडमास्टरले भन्छन्, केही काम गर्न अगाडि बढेको बेला कुनै समस्या आउन नदिनको लागि एउटा उपाय छ, तर त्यो उपाय म तिमीलाई केही बेरमा बताउने छु। तर एकैछिन तिमी मेरो पछि पछि आऊ है त। हेडमास्टरको कुराले केही आशावादी हुँदै त्यो व्यक्ति उनको पछि पछि लाग्छ। जब उनीहरू एउटा नदीको किनारमा पुग्छन्, तब हेडमास्टरले भन्छन्, जीवनमा समस्या नै आउन नदिन के गर्नुपर्छ भन्ने कुरा म यो नदी पार गएपछि मात्र बताउँछु ल। यो पालि पनि उक्त व्यक्तिले हुन्छ भन्दै टाउको हलाउँछ, तर नदी पार गएपछि मात्र बताउँछु भनेका हेडमास्टर त नदी नै तर्दैन बा। उनी यतिकै नदीको तीरमा खडा भएर उभिएको देखि त्यो व्यक्ति सोध्छ, गुरु, हामीले पारी जाने होइन, तपाईँ त तीरमा नै उभिनु भएको छ, किन हो? यति कुरा सुनेपछि हेडमास्टर भन्छन्, यतिकै म तीरमा उभिएको छु र म त कतिखेर नदीको पानी सुक्ला अनि बल्ल पारी जाउँला भनेर पो कुरेर बसेको त। हेडमास्टरको यस्तो मूर्खतापूर्ण कुरा सुनेपछि त्यो व्यक्तिले भन्छ, गुरुले कस्तो कुरा गर्नुभएको? नदी पारी जान त नदी कहिले सुक्ला भनेर कुरेर बस्ने हो त? नदी त बगिरहन्छ नि। नदी तर्नु छ भने त पानी बग्दा बग्दै त्यसलाई जितेर पारी जाने हो नि। अनि त हेडमास्टर मुस्कुराउँदै भन्छन्, हो, तिमीले पनि आफ्नो उत्तर पाइहाल्यौ नि। जीवनमा अगाडि बढ्नु छ भने बाटोमा समस्या र चुनौतीसँग जुझ्दै अघि बढ्ने हो। यदि समस्या हटेपछि मात्र अगाडि बढ्छु भन्छौ भने तिमी सधैँ जहाँको त्यहीँ रहनेछौ। हेडमास्टरको कुराले उसको दिमागमा साँच्ची नै चेतना हालिदियो। मित्रहरू, यो कथामा भने जस्तै जीवनमा एउटा न एउटा समस्या त आइहाल्छ नै। उपयुक्त यो हो कि हामी समस्यासँगै जुझ्दै अगाडि बढ्नुपर्छ, न कि कुनै आइडिया र टाइमको प्रतीक्षा गर्दै बस्नु। त्यसैले भनिन्छ नि, पानी रोकेपछि हेरौँला नभन। जो यात्रा गर्नेवाला हुन्छ ऊ त छाता लिएर पनि घरबाट निस्किन्छ। एउटा भनाइ छ नि, पर्खिबस्नेहरूले त्यति मात्रै पाउँछन् जति दौडिनेहरूले छडेका हुन्छन्। यहाँनिर चङ्गा उदाहरण दिउँ र चङ्गाले तब मात्र आकाशमा उचाइ लिन सक्छ जब त्यसमा एकातिर हावाको बहक र अर्कोतिर धागोको खिचावटको सन्तुलन कायम हुन्छ। हावाको
एकहोरो बेगले मात्र कदापि चङ्गा र आकाशमा उड्न सक्दैन। चङ्गा उड्नका लागि धागोले विपरीत दिशातिर केही न केही बल लगाउनै पर्छ। हामीले काम गर्दै गर्दै आइपर्ने समस्याहरू भनेका पनि धागो जस्तै हुन्। तिनीहरूले नै हामीलाई अनुभवी र परिपक्व बनाउँदै लैजान्छ। यसर्थ समस्या आउँछ भनेर नडराऊ बरु सधैँ समस्यासँग भेट्नका लागि आफूलाई मजबुत बनाउनतिर ध्यान देऊ। जीवनमा एउटा न एउटा समस्या जसको पनि हुन्छ। जीवनमा एउटा पनि समस्या नभएको मान्छे एकजना रहेछ, तर ऊ च्यान घाटमा जल्दै थियो। अर्थात् हामी बाँचुन्जेल कुनै न कुनै समस्या हाम्रो अगाडि हुन्छ। यदि हुँदैन भने पनि दिमागले नयाँ समस्या खोजेर भए पनि अगाडि राखिदिइहाल्छ, किनकि हाम्रो दिमागको नेचर नै समस्या खोज्ने हुन्छ। हजुरहरूलाई यो कथा एकदम मन पर्यो होला भन्ने आशा राखेछु। मेरो च्यानललाई सब्सक्राइब, लाइक र सेयर गरिदिनु होला। धन्यवाद।